बिस्तारै जाए। यो सिलगढीबाट आउने बाटो हो, यता जाँदैछ लाठपन्चर। यो बाटो जाने हो लाठपन्चर। बाटो हेर्नु लाठपन्चर जाने बाटो हो। लाठपन्चर सिटोङ सेल्पुको यो बाटोलाई गाडेगाउँ भन्दा पनि हुन्छ। गाडेगाउँ भन्दा पनि हुन्छ। यो जन्मेकोदेखिको देखेको बाटो यस्तै हो। यो कहिले यसलाई सुधार्नु सकेन हाम्रो के भनौँ लिडर्सहरूले, दार्जिलिङ भेगको लिडर्सहरूले यो बाटोलाई कहिले सुधार्नु सकेन। अझै म देखाउँछु तपाईँहरूलाई यति डेन्जर छ यो बाटो। अहिले देखाउनु अझै हेर्नुहोस्, म देखाउँदैछु। आज चाहिँ मैले राम्रो मौका पाएँ, तपाईँलाई यो बाटो देखाउने मौका पाएँ। यो हेर्नुहोस् बाटो यहाँबाट बनाउने भन्दैछ। यो बाटो अब नयाँ यताबाट बनाउने अरे। हेर्नुहोस् बाटो कस्तो छ। यो त भयो हो। अब माथि हेर्नुहोस्, जस्ट दुईवटा चक्का, गाडीको दुईवटा चक्का आउने मात्रै बाटो छ। यताबाट नयाँ बाटो बनाउँदो रहेछ। यहाँबाट नयाँ बाटो बनाउँदैछ। यस्तो उकालो हेर्नु त, बाबा दुईजना जाँदैछ। बाहो स्कुटीमा तरिकाले गएको होला। यो बाटो यहाँबाट नयाँ बनाउने अरे। बनिनु त बन्दै रहेछ है। यो बाटो हेर्नुहोस्, भेरी रिस्की जोन, ड्राइभ विथ कसन। अब हेर्नुहोस् यो बाटो, यहाँ त कमसेकम अलिकति भए पनि छ है। अब यस्तो छ पहिरो, यहाँ हेर्नुहुँदैछ पहिरो। यो जति नै वाल लगाए पनि यो कसरी थाम्ने यस्तो उयसमा होइन, सिङ्किङ एरियामा। यो हावामा एकदमै हावाको काम भनौँ नि। एक साल लाउँछ, नेक्स्ट इयर यो बाटो फेरि तल पुगिरहेको हुन्छ। यता हेर्नु, यो बाटो चाहिँ नयाँ बनाउँदैछ। अब यो बाटो कतिको चाहिँ खप्ने हो। यहाँनिर कुन तरिकाले गरेको यो बाटो, बाबा ठुलो रडर लाउँदो रहेछ। हेर्नुहोस् लाठपन्चरको गाडेगाउँ। यहाँ हेर्नुहुँदैछ, यहाँ पोर्सल्लाको वाल। यो साल हेर्नुहोस्, अब अलिक माथि हेर्नुहोस् ल, तपाईँलाई देखाउँछु म। कस्तो डेन्जर छ, एकदमै डेन्जर छ यो बाटो। सास फुलिसक्यो। बाटो आज घुम्न आएको म, लाठपन्चर घुम्न आएको। आम्मा यताबाट सिलगढीबाट आएको यो बाटो। यहाँ हेर्नुहोस्, कस्तो डेडली छ। अब हेर्नुहोस् यो नयाँ बाटो कसरी बनाउँदैछ, कुन तरिकाले बनाउने यो बाटो, कतिको खप्ने हो। यो खालको वालले, यो जालीको वालले बाटो कुद्छ कि कुद्दैन गाडी हेर्नुपर्छ।
अब यो एरियामा पनि कतिको उयो छ। अब यो एरिया सिङ्किङ एरिया छ कि या त राम्रोसँगको मजबुत छ होइन, कतिको पावरफुल छ। अब यहाँ हेर्नुहोस्, ए एरिया यहाँ हेर्नु, यहाँ बाटो हेर्नु है, यहाँनिर ट्रक त सक्दैन, ट्रक त कुद्दैन यो बाटोमा। जस्ट सानो गाडीको 2टा चक्का अट्छ है। यहाँ रुख रहेछ, रुखकै फेदबाट लानुपर्ने। यहाँनिर जस्ट गाडीको 2टा, सानो गाडीको होइन को चाहिँ यो बाटोमा कुद्छ। यो हो के भन्छ, यो भाउजू गाउँ हो। यो माथि देखेको पन्बूहरू होला, पन्बू हुनुपर्ने। यता सुरुक समतारहरू, यो डाँडाहरू सुरुक समतारहरू हो। यो डाँडाहरू सुरुक समतार हो। यता पर्छ तपाईँको सिलिगुडी, यो एरिया सिलिगुडी हो। यहाँ हेर्नुहोस् बाटो, कति खतरा बाटो छ नि। जस्ट 2टा आँट्छ, यो चक्का 2टा चक्का आँट्छ। जस्ट 1 इन्च दायाँ बायाँ भयो नि काम शेष भइहाल्छ तपाईँहरूको। यहाँदेखि उता त फेरि राम्रै छ बाटो, एकदम राम्रो छ, फाइन। यो नै हो कर्मटै हो हाम्रो, एकदमै कहिले नबनिने बाटो।